guys, welcome to my mini vlog. तपाईँहरूले चाहिँ आज चाहिँ मैले के देखाउन लागिरहेको छु भने यसो दृश्यहरू देखाउन लागिरहेको छु तर के को भनेदेखि अन्तिम समय हेरिदिनु होला फुलको तर फुल कस्तो कस्तो तरिकाको होइन कस्तो कस्तो परिकाको फुलेको छ कस्तो कस्तो छ भन्ने बारेमा म लास्टैसम्म दामी दामी बब्बाल बब्बाल देखाउने छु हेर्नु होला अब हल्का सो गरिदिउँ हल्का चाहिँ यहीँ देखिरहेको छ होइन अलिकति सानो चाहिँ अब लास्टै सो गर्नेछु हेर्नु होला सुरुमा फुल देखाउनुभन्दा अगाडि यो चाहिँ कुन फुल होला यसो विचार गर्नु होला है पाउँछ कि पाउँदैन होला है तपाईँहरूकोतिर हेर्नुहोस् है यो चाहिँ पुरा होइन अब यो फुल जति आमामा यस्तो दामी हुन्छ फुल फुलाइ हेर्नुहोस् फुलाइ फुलाइ अर अच्छा अर बाबा अर यतिको चाहिँ ल हेर्नुहोस् है यस्तो खालको फुल छ एउटै हाँगामा ल एउटै हाँगामा यत्रो ठुलो फुल फुलेको छ यो भइहाल्यो यो त तपाईँको घरतिर पनि पाइन्छ होला यो पनि यो त्यही हो है यो चाहिँ यस्तै खालको यता चाहिँ राम्रो राम्रो छ अलिक अहिलेको टाइपको भएर अलिक ठिकै छ यतिको यहाँको यो पनि रहेको छ फुल चाहिँ यो चाहिँ तर कम मात्रामा पाइरहेछ माथितिर देखिरहेछ यहाँ पनि छ सानो चाहिँ राम्रो हुन्छ एकदमै तपाईँहरूको घरतिर त अवश्य नै पाइहाल्छ बब्बाले हुन्छ यसलाई चाहिँ सेतोबडाको गुलाब या वाइट गुलाब भनेर चिनिँदो रहेछ मलाई चाहिँ खासै थाहा भएन नि नाम पनि यो पनि हो एउटा यो त तपाईँहरूको घरतिर भयो बारीतिर भयो त सबै ठाउँ नै पाउँछ होला तर पाउँछ कि पाउँदैन एकचोटि भनिदिनु होला कमेन्ट गरिदिनु होला पाउनु पनि भन्छु राम्रै हुन्छ यो फुल